नमस्कार। भर्खरै आइपिओ भरेका लगानीकर्ताहरूले त पक्कै पनि राम्रो नाफा कमाइरहनु भएको होला होइन? तर अब के गर्ने? हातमा आएको नाफा बुक गर्ने कि अझै ठुलो नाफाको लागि होल्ड गर्ने? यो प्रश्नले साँच्चै नै धेरैलाई दुविधामा पारेको हुन्छ। ल आउनुहोस्, आज हामी हालसालैका 5वटा चर्चित आइपिओहरूको विश्लेषण गरेर यही प्रश्नको उत्तर खोज्ने प्रयास गरौँ। हो नि, सुरुवाती नाफा देखेपछि मनमा खेल्ने पहिलो प्रश्न नै यही हो। अहिले बेचेर नाफा सुरक्षित गर्ने कि अझै बढ्छ कि भनेर पर्खिने? यो निर्णय लिन साँच्चै नै गाह्रो छ र यसको लागि एउटा सही रणनीति हुनु त एकदमै जरुरी छ। ल, आजको हाम्रो चर्चाको विषय के छ त? हामी सुरुमा आइपिओ नाफाको दुविधाबारे कुरा गर्छौं, त्यसपछि होटल फरेस्ट, केही ऊर्जा स्टक अनि पाल्पा सिमेन्टको प्रदर्शन कस्तो छ त्यो हेर्छौं। अनि अन्त्यमा यी सबैबाट लगानीकर्ताले के सिक्न सकिन्छ भन्ने बारेमा पनि छलफल गर्नेछौं। अहिले बजारको अवस्था हेर्ने हो भने नयाँ आइपिओहरूप्रति लगानीकर्ताको माहौल एकदमै सकारात्मक छ, होइन त? राम्रो नाफा पनि कमाइरहेका छन्। तर असली चुनौती त अब सुरु हुन्छ। त्यो कमाएको नाफालाई कहिले सुरक्षित गर्ने? सही समय कुन हो? यही नै हो अहिलेको सबसे भन्दा ठूलो प्रश्न। यो विश्लेषणमा हामी स्रोतले यी 5वटा एकदमै चर्चामा रहेका कम्पनीहरूबारे के सल्लाह दिएको छ त्यसलाई गहिरिएर हेर्नेछौँ, ताकि एउटा स्पष्ट चित्र बनोस्। ल, ढिला नगरी सुरु गरौँ पहिलो कम्पनीबाट। हाम्रो पहिलो केस स्टडी हो होटल फरेस्ट। सुन्नुहोस् है, यसको ओपनिङ मूल्य एकदमै कम थियो, तर बजारमा यसले जुन प्रदर्शन गर्यो नि, साँच्चै असाधारण छ। अहिले लगानीकर्ताहरूको बीचमा यो सबैभन्दा बढी चर्चामा रहेको कम्पनी हो। सुरुवाती मूल्यबाट बढेर हेर्नुस् त, कम्पनीको अहिलेको बजार मूल्य रु 969.90 पुगिसकेको छ। यो वृद्धि त साँच्चै अविश्वसनीय नै हो। यस्तो प्रदर्शनले लगानीकर्ताहरूलाई कति खुसी बनायो होला अनुमान गर्न सकिन्छ। ल, अब यो तालिकामा हेरौँ न। सामान्यतया हामीले आइपिओमा 10 किताको लागि हाल्ने अर्थात् रु 1000 को लगानी अहिले बढेर रु 10,969 पुगेको छ। मतलब खुद नाफा रु 9,969। यो त साँच्चै नै कमालको रिटर्न हो नि। अब प्रश्न आउँछ, के गर्ने त? स्रोतको सल्लाह एकदमै स्पष्ट छ। होल्ड गर्नुहोस्, बेच्न हतार नगर्नुहोस्। विश्लेषणले के भन्छ भने यसको मूल्य रु 1500 सम्म पनि पुग्न सक्ने सम्भावना छ। तर एउटा कुरामा चाहिँ ध्यान दिनुपर्छ है। बजारमा सप्लाई प्रेसर अर्थात् विक्रेताहरूको चाप कम हुनु पर्यो। यदि एकैचोटि धेरै सेयर बिक्रीमा आयो भने मूल्य घट्न सक्छ। त्यसैले सप्लाईलाई चाहिँ नजिकबाट निहाल्नुपर्छ। अनि लामो समयको लागि बोनस सेयरको आशा भने अलिक कम नै देखिन्छ। ल, होटल क्षेत्रको यो उत्साहजनक प्रदर्शनपछि अब लागौँ अर्को हट सेक्टरतिर। त्यो हो ऊर्जा क्षेत्र। RLEL, सूर्यकुण्ड हाइड्रो र शिखर पावर, यी तीनवटै कम्पनीहरूले बजारमा एकदमै बलियो र माथितिर गइरहेको ट्रेन्ड देखाइरहेका छन्। तर यी स्टकहरूले यति राम्रो प्रदर्शन किन गरिरहेका छन् त? एउटा मुख्य कारण हो समग्र ऊर्जा क्षेत्रप्रतिको सकारात्मक माहौल। लगानीकर्ताहरू यो सेक्टरको भविष्यलाई लिएर एकदमै आशावादी छन् र यही आशाले बजारको ट्रेन्डलाई माथि धकेलिरहेको छ। ल, पहिलो नम्बरमा छ REL। यसको प्रदर्शन त झन प्रभावशाली छ। हेर्नुस् त, रु 1000 को लगानी आज रु 12,524 पुगेको छ। मतलब खुद नाफा रु 11,524। सूर्यकुण्ड हाइड्रोको कथा पनि लगभग उस्तै छ। रु 1186 रुपैयाँ 10 पैसाको हालको मूल्यमा यसले पनि लगानीकर्तालाई रु 10,861 को शानदार नाफा दिएको छ। अनि भर्खरै मात्र लिस्टिङ भएको शिखर पावर पनि पछि परेको छैन है। रु 457 रुपैयाँ 600 पैसाको अहिलेको मूल्यमा यसले पनि रु 1000 को लगानीमा रु 3,576 को नाफा दिइसकेको छ। वाह! अब यी कम्पनीहरूको मूल्य यति धेरै बढ्नुको पछाडि एउटा एकदमै महत्त्वपूर्ण कारण छ। त्यो के हो भने यी लो क्याप कम्पनीहरू हुन्। मतलब बजारमा यिनीहरूको सेयर सङ्ख्या एकदमै थोरै छ। अब सोच्नुस् त, सेयर थोरै तर किन्ने मान्छे धेरै भएपछि के हुन्छ? मागले मूल्यलाई आफै माथि धकेल्छ। सिम्पल। यी तीनवटै ऊर्जा कम्पनीहरूको लागि सल्लाह एउटै छ। धैर्य राख्नुहोस्, बेच्न हतार नगर्नुहोस्। जबसम्म विक्रेताहरू बजारमा आउँदैनन्, होल्ड गर्ने रणनीति नै सबैभन्दा उत्तम देखिन्छ। विश्लेषणले के भन्छ भने मूल्य रु 1200 देखि 1500 सम्म पुग्न सक्ने उच्च सम्भावना छ। तर फेरि पनि मुख्य कुरा के हो त? बजारको सप्लाईलाई एकदमै नजिकबाट हेर्नु पर्यो।
ल अब पालो हाम्रो अन्तिम केस स्टडीको। त्यो हो पाल्पा सिमेन्ट। यो कम्पनीको सेक्टर र शेयर सङ्ख्या अलि फरक भएकोले यसको विश्लेषण पनि थोरै भिन्न छ। पाल्पा सिमेन्टको अहिलेको बजार मूल्य रु 483 रुपियाँ 10 पैसा छ। अब यसले कति नाफा दियो त्यो हिसाब पनि हेरिहालौँ। यसको शेयर सङ्ख्या अरूको भन्दा धेरै भए पनि यसले लगानीकर्तालाई निराश बनाएको छैन। रु 1000 को लगानीमा रु 380-31 को नाफा देखिन्छ। यो पनि एकदमै राम्रो रिटर्न हो। पाल्पा सिमेन्टको लागि सल्लाह छ, स्ट्रङली होल्ड गर्नुहोस्, अर्थात् बलियोसँग होल्ड गर्नुहोस्। पहिलो टार्गेट रु 800 को राख्न सकिन्छ। अनि यसको सबैभन्दा ठूलो प्लस पोइन्ट के हो भने अरू सिमेन्ट कम्पनी जस्तो प्रिमियममा होइन, यसले फेस भ्याल्यू अर्थात् रु 100 मै आइपिओ जारी गरेको थियो। यसले यसलाई अरूभन्दा फरक र बलियो बनाउँछ। ल यी 5वटै कम्पनीहरूको विश्लेषण त हामीले गर्यौं। अब यी सबैबाट लगानीकर्ताले के मुख्य कुराहरू सिक्न सकिन्छ त्यसलाई छोटकरीमा हेरौँ है त। ल पहिलो कुरा, अहिले आइपिओ बजारको माहौल एकदमै सकारात्मक छ। दोस्रो, लो क्याप स्टक अर्थात् कम शेयर सङ्ख्या भएका कम्पनीहरूको मूल्य बढ्ने सम्भावना बलियो हुन्छ। र अब अन्त्यमा एउटा महत्त्वपूर्ण प्रश्न, लगानीको अन्तिम निर्णय बजारको हल्ला र अरूको सल्लाह सुनेर लिने कि कम्पनीको भविष्यलाई आफैले विश्लेषण गरेर लिने? यो प्रश्नको उत्तर हरेक लगानीकर्ताले आफैसँग खोज्नु जरुरी छ।